साह्रै ए पुष्पा छिटो यहाँ आऊ त कोतीहरू खा लडेर सुतेछ कोही चिनेको जस्तो लाग्दैन को छिटो हेर्न आऊ हो र दिदी कोही छ छिटो छिटो दौड 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 कोही छ चिने गएर ए आनै बुढो त होइन के काममा लाग्यो भनेको कहाँ यहाँ रोज खर पल्टे खन्त ए लौ खारे यस्तो पल्टे त हार कहिले खायो काममा लाग्छ भनेको मान्छे त लौ भोलि पिटा आज नसम आज केही नगर्नु भोलि सम्झाले हो यता रौसी खाएर ए काम गर्न केलाई भनेको त हेर त रौसी खाने के खाने केटाकेटीलाई केही वास्ता छैन मेला काममा जान्छु भने मान्छे पैसा कमाएर ल्याउँछ अनि त्यही हो समय डढिया ल यहाँ ल अब सम्झाउँछौँ हामीले पनि रोएर त कहिले अगाडि बढेर पुरोलाई सम्झाउनु पर्छ अब हामीले भाइले सुधार्ने मौका दिनुपर्छ हजुरले सम्झाइदिनुहोस् राम्रोसँग बुझाइदिनुहोस् सम्झाउनु तिमी यहाँको जस्तो हजुरहरूको श्रीमानले पनि रक्सी खाएर यदि दुःख दिनुभएको छ भने हामी सबै महिलाहरू मिलेर सम्झाउनु पर्छ हामीले सम्झाएर पनि व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ सम्झाएर पनि कहिलेकाहीँ परिवर्तन गर्न सकिन्छ अर्को पाटोमा चाहिँ हामीले उहाँलाई फेरि कारबाही पनि गर्नुपर्छ सम्झाएर भएन भने अर्कोचोटि चाहिँ कारबाही पनि गर्नुपर्छ तपाईहरुको गाउँमा पनि यस्तै दाजुभाइहरू हुनुहुन्छ भने दिदीबहिनीलाई यस्तै रुवाउँदै गर्नुभएको छ भने हामी जस्तै मिलेर महिला दिदीबहिनीहरू मिलेर उहाँलाई कारबाही दिनुपर्छ महिलालाई नै साथ सपोर्ट दिनुपर्छ कारबाही गर्छौँ हामीले नि चिन्ता नगर हुन्छ